बंगालको खाडीमा शक्तिशाली चक्रवातको चेतावनी। मोन्था भारत प्रवेश, नेपालको पूर्वी क्षेत्रमा असर पर्ने। बंगालको खाडीमा विकसित भएको मोन्था नामको चक्रवात आज तीव्र गतिमा शक्तिशाली आँधीमा परिणत हुने चेतावनी भारतीय मौसम विभागले जारी गरेको छ। आज मोन्था नामको चक्रवात भारत प्रवेश हुने चेतावनी दिएको हो। यस शक्तिशाली मौसमी प्रणालीको प्रभावबाट नेपाल पनि अछुतो नरहने मौसमविदहरूले बताएका छन्। भारतीय मौसम विभागका अनुसार मोन्था चक्रवात आज साँझ वा रातिको समयमा आन्ध्र प्रदेशको काकीनाडा नजिकै मछलीपट्टनम र कलिङ्गपट्टनमको बीचमा तट पार गर्ने सम्भावना छ। तट पार गर्ने समयमा हावाको गति 90 देखि 100 किलोमिटर प्रति घण्टासम्म पुग्न सक्ने अनुमान गरिएको छ। आँधीको जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेश र ओडिसाका केही भागहरूमा चक्रवातको उच्च चेतावनी जारी गरिएको छ। यसबाहेक चक्रवातको प्रभावले आजदेखि बिहीबारसम्म महाराष्ट्रको विदर्भ क्षेत्रमा भारी वर्षा हुने सम्भावना पनि छ। नेपालमा कस्तो असर पर्ला? भारतीय सिमानामा विकसित यो चक्रवातको असर नेपालमा पनि पर्ने सम्भावना रहेको मौसमविद डेभिड ढकालले बताएका छन्। उनले मोन्था चक्रवातले खास गरी नेपालको पूर्वी क्षेत्रमा वर्षा र हावाहुरी हुने सम्भावना रहेको बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले यस विषयमा विस्तृत जानकारी दिनको लागि बुलेटिन तयार गरिरहेको र केही समयपछि सार्वजनिक गर्ने तयारी रहेको जनाएको छ। चक्रवातको सम्भावित विध्वंसलाई मध्यनजर गर्दै भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले आन्ध्र प्रदेश, ओडिसा, तमिलनाडु, पुडुचेरी र अन्डमान निकोबार टापुका पार्टी एकाइहरूलाई राहत तथा सहायताका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।